नमस्कार सम्पूर्णमा। आज चाहिँ म बागबजारको पिके कलेजको वालसम्म हजुरहरूलाई पुर्याउन चाहन्छु। जुन बागबजारको पिके कलेजको वालमा चाहिँ केही दिन अगाडि एउटा दाइले चर्को घाममा वाल पेन्ट गरिराख्नु भएको थियो, वाल आर्ट गरिराख्नु भएको थियो। त्यति बेला चाहिँ मैले मध्यनजर नगरी म आफ्नो घरतिर आएँ। तर आज केही दिन पछाडि म त्यहाँ पुग्दाखेरि यति राम्रो आर्ट गर्नुभएको रहेछ कि यति राम्रो, तपाईहरू पनि हेरेर छक्कै पर्नुहुन्छ र तपाईहरूले पनि एकचोटि हेर्नै पर्छ जस्तो लाग्छ। जुन आर्टमा चाहिँ किराँती चेली, राइनी चेली चाहिँ आफ्नो वेशभूषामा झपक्क बलेको देखिन्छ। कति राम्रो, डिट्टु मान्छे नै बसेको जत्तिकै देखिन्छ। त्यति मात्र नभएर लिम्बुनी चेली आफ्नो लिम्बू कल्चरको वेशभूषामा झपक्क बलेको छ। साँच्ची नै स्वयं मान्छे त्यहाँ बसेर हामीलाई हेरिरहेको छ जस्तै देख्न सकिन्छ। यति राम्रो वाल आर्ट भएको छ, यति राम्रो। साँच्ची नै म केही छिन त हेरेको भए। जो चित्रकार हुनुहुन्छ उहाँलाई धेरैभन्दा धेरै धन्यवाद। हामी तपाईको कलाप्रति मान सम्मान र प्राउड फिल गरेको छौँ। त्यसै गरी यस्तो वेशभूषागत चित्रहरू वालमा भित्तामा देख्न पाउँदा हामी पनि धेरै नै खुसी भएका छौँ। त्यसै गरी किराँती चेलीहरू मात्र नभएर अन्य जातिका अन्य वेशभूषागत नक्साहरू, चित्रहरू यो वालमा देख्दाखेरि हामी साँच्ची नै हामी सबै प्राउड फिल गरेका छौँ। त्यसै गरी हजुरहरू पनि यो चित्र अवलोकन गर्नुहुन्छ